अनि टक्क हात छोडी हो कि मेरो दिँदै हिँड्दा। हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग गाइजहरू। टक्कसँगले अहिले चाहिँ म यहाँ भागेसी झरिसकेको छु। अनि त्यसपछि चट्टसँगले पहिलो नम्बरमा यहाँ खोलामा झरेर बाइक साइक धोइयो भनौँ नि। यस अनि म चाहिँ बुने आउँदैछ नि त माइत आउने अरे ताको छोरी लिनु जाँदैछु। सुकाइदिउँ सो गाइजहरू चाहिँ लाग्न आँटिसकेको छु म यता। यतातिर पुलसुल पनि बन्दैछ चट्टसँगले। यो चाहिँ लै खोला अनि मेरो बाइक चाहिँ टक्कसँगले फाइनली हल्का धुलोसुलो लागेको चाहिँ पखालियो। अरू त यस्तै हो। त्यही हो गाइजहरू, म चाहिँ उतातिर लागिसकेको छु। त्यही हो फाइनली गाइजहरू, म चाहिँ टक्कसँगले अहिले यहाँ टक्कसँगले साफसुफ लगाइसकेको छु। अनि यता बाइक टक्क राखेर यसो हल्का यहाँदेखिको यसो खोला छेउको भ्यू देखिने भ्यू देखाउने उमा छु गाइजहरू, देखाउने छु। सो गाइजहरू टक्कसँगले यता चाहिँ हलेसी टुवाचुङ नगरपालिका अनि पारी चाहिँ दिप्रुङ चुइचुमा गाउँपालिका अनि त्यसपछि यता उदयपुर लिम्चुङबुङ गाउँपालिका बासबोटे पर्छ बलम्ता पर्छ। सो गाइजहरू यस्तै छ भनौँ नि। चट्टसँगले यहाँ पनि मजाको बस्ती छ क्या, सानातिनो बस्ती चट्ट बसेको छ, खेतीहरू चट्ट छ। सो गाइजहरू यतातिर यस्तो छ घरहरू। अनि त्यही हो, म चाहिँ यतातिर छु। त्यही हो, आज बिहान बिहानै उठेर हिँडेको। सो अलिक के भइरहेछ भने यदि निन्द्रा पनि लागिरहेको छ, रातभरि सुताइ पनि भएन, बल खेलाएँ फोन हेराइले। सो त्यही हो, यता सुनकोसी सलल्ल बगिरहेको छ चट्टसँगले। अनि अलिक भिडियोमा भ्युज गइरहेको त मलाई पनि जोस चल्दै क्या। अब भ्युज पनि जाँदैन, लाइक साइक पनि आउँदैन। अनि त्यही भएर अलिक जोसै मरिदिन्छ भने क्या, अलिक भयो भने चाहिँ चट्टसँगले गरिन्थ्यो होला यसो। त्यही हो, यताको पुलहरू चाहिँ बाङबुङ बनाएको छ क्या, लाथालिङ्गो केही छैन क्या। त्यही नि सक्यो, मान्छे चाहिँ यसमा तर्छ भनेर सुनेको थिएँ, मैले चाहिँ देखाएको छैन। यस्तो हाम्रै भाइहरू पनि तरेको थियौँ भन्छ, तर यस्तो पुलमा टर्नु चाहिँ एकदम रिक्सी हुन्छ क्या। त्यही हो, अनि चट्ट चप्पल लाएर आएको, बुढीले चाहिँ जुत्ता लाएर जानु। बहिनीको अब बहिनीहरू पनि आउँछ अरे भन्दैछ। बालै खराब जस्तो क्या हो, जसरी भन्नुहोस् हो। यो चाहिँ ट्याक्क मार्नुपर्ने हुन्छ मैले। अनि त्यसपछि अब फेरि लाग्नेछु। अनि यहाँ चट्टसँगले यहाँ फोन राखेर गर्नु त मन लाग्छ, खस्यो भने तनावै हुन्छ। अनि भ्युज चाहिँ छैन, बिना बताइ नाटक के देखाउनु भनेर नि हो नि। त्यही हो गाइजहरू, यसो 1000सम्म युट्युबमा पनि भ्युज स्युज लङ भिडियोमा पनि गइदिएदेखि त चट्टसँगले बनाइन्थ्यो कन्टिन्यू भ्लग छ। अब आजअलि मनै मरिसक्यो नै भ्लग बनाउनु पनि, जागरै छैन, भ्युजै जाँदैन, अनि के बनाउनु होइन त। अहिले 1000 प्लस भइदिएदेखि चट्टसँगले आफ्नो चाहिँ लाइक पुग्थ्यो भने जोस यति गरिन्थ्यो कि टक्क यो मोनिटाइज हुनु आइडी छैन के हुन्छ हुन्छ। सो गाइजहरू त्यही हो, म चाहिँ अब लाग्नेछु। अनि त्यही हो दिपुङ सिजुमा गाउँपालिका यस्तै छ भनौँ न। फर्किनु पऱ्यो क्या,
लगाइरहेको छ अहिले गाईहरू निन्द्रा किन यस्तो यहाँ आम्मा यस्तो नालीसाली बनाएको छ तर न यहाँ मान्छे बसिरह्यो वरिपरि न के यो चाहिँ यसो देखाउने मात्र हो देखाउने हात्तीको दाँत दुईवटा हुन्छ भन्छ एउटा देखाउने अर्को चलाउने हो त्यही हो यो चाहिँ मास्तिर काहीँ देखिनँ यहाँ चाहिँ यत्रो यहाँ तल जोडिएको छ गाई छोरो रातो रातोमा बबाल गाईहरू बबाल हो सम्पत्ति अनि टाउका हात छोडी छोड्यो कि फेरि यस्तो दिँदै हिँड्दा बडो मस्त होगा देखाउने हुन्छ त्यही आँखाले फुल गाईहरू गाई छोरो मजा आउँछ भन्नु पऱ्यो नि त सो गाई छोरो टक्कसँगले बहिनीसँग चाहिँ भेट भइसकेको छ ल पर्दैन भने फर्किसकेको छु भने अझै बाटो अलिक डेन्जरै छ क्या सामान पनि भन्दैछु दर्शनमै किङ हो नि त हौ राइडर हो क्या राइडर त्यो गाई चाहिँ अनि अहिले चाहिँ म टक्कसँगले हलिसिपाटोङ नगरपालिका 8 भितोङ त्यो चाहिँ तल्लो भेगमा थियो टक्कसँगले अनि त्यही हो यो चाहिँ उता भेगै पर्छ भनौँ नि यो साइडको चाहिँ यो चाहिँ बन्दै गरेको गाईहरूको बन्दै गरेको होइन आजभोलि बर्खामा चाहिँ कोसी गरेर ऊ हुँदैन नि त ऊ छैन त्यही भएर हो नत्र यो चाहिँ अहिले हाम्रो हाइवे हो नि त गाईघाट जाने उता पूर्व जाने चाहिँ यो हाइवे नै भनौँ नि त्यो अनि त्यही हो बाटोसाटो पनि बन्दैछ बिस्तारो एकैचोटि कहाँ बन्छ र बन्नु त अनि त्यही हो टक्कसँगले यस्तै छ भनौँ नि भने त अहिले हात्याल आइसकेको छु भनौँ नि अनि उता चाहिँ आज हामी चाहिँ बाटो अलिक दामी बनाइसकेको छ भनौँ नि अब यो माथिसम्म यो हात्याल गाउँ अनि हात्याल गाउँहरू पनि देख्न सक्नुहुन्छ
मजाले हातहरू शान्तसँगले आइसकेको छु भनौँ टक्कसँगले सो गाइजहरू टक्कसँगले मजाले टक्कसँगले घरतिर आइसकेको छु टक्कसँगले यस्तो छ कि पोका पत्याउरो चट्टसँगले अब अनलोड हुँदैछ यहाँ यता पनि छ एउटा अनि अफरोड किङ दादा गएको थियो लिनु सो गाइजहरू त्यही हो अब त्यही हो भ्लग सक अब कन्टिन्यू हाल्ने कोसिस गर्दछु त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सबैजनाले त्यही हो गाइजहरू बाई बाई